सेफ नमस्कार। हजुर नमस्कार। आज नयाँ कुछ बनाउँदै हुनुहुन्छ, तपाईले के बनाउँदै हुनुहुन्छ? सेफ मैले आज यस्तो डिस बनाउँदै छु कि मतलब हाम्रो जो आलाकाटको मेनुमा यो चाहिँ सलाई 9 बर्गरको जो पेटी छ, हजुर, यो पेटी बनाउँदै छु मैले। राइट, त हाम्रो इन्टायर टिम लागि परिरहेका छन् बिहानदेखिबाट। राइट, त हामीले यो टिक्की कसरी बनाउने, हामीले बर्गर दिन्छौँ नि, त्यो बर्गरको जो बेसमा टिक्की हुन्छ, यो बिना अधुरो हुन्छ बर्गर। तो हामीले आज बनाउँछौँ, मैले यो जो ब्रेड क्रम हालेँ अनि यो जो यो पोलेन्टा, यसलाई कम्बाइन गरेर हामीले यसलाई कोटिङ गर्ने हो। राइट, यो हाम्रो घोल भयो यानि कि बेटर, अनि जो हाम्रो यो पोलेन्टा और यो ब्रेड क्रम यो कम्बाइन गरेर हामीले यसको एउटा के भन्छ यसको यसलाई कोटिङ गर्नको लागि हामीले यो प्रयोग गर्छौँ। यसलाई चाहिँ यो जो बर्गरको पेटी छ यसमा डुबाउने अनि डुबाइसकेपछि यसमा कोटिङ गरेर मतलब सिस्टमेटिकली यसको लागि हामीले डिपमा राख्छौँ। यसको सेल्फ लाइफ हुन्छ कमसेकम तपाईँको 15 दिन। 15 दिनसम्म यसको केही पनि हुँदैन, बिग्रिँदैन। त अब तपाईँले सोध्नुहुन्छ यो बर्गरको पेटीमा के हाल्नुभयो भनेर सोध्नुभयो होला। राइट राइट, किन भन्दाखेरि जान्न बहुत जरुरी छ। यो बर्गर पेटीमा हामीले चाहिँ सबभन्दा पहिलो कुरा हामीले स्विट पोटाटो हाल्यौँ। राइट, हामीले स्विट पोटाटो हामीले तपाईँले रोस्ट पनि गर्न सक्नुहुन्छ र यसलाई बोइल पनि गर्न सक्नुहुन्छ, एज यर चोइस, तपाईँको आफ्मा डिपेन्ड पर्छ तपाईँले यसलाई गर्ने के त। हामीले यसलाई रोस्ट गरेर हामीले यसलाई स्किन लेस गरिसकेपछि यसलाई हामीले चिकपिस हाल्यौँ, मतलब काबुली चना बोइल गरेर। काबुली चना भयो तपाईँको, अनि त्यसपछि गएर तपाईँको स्विट पोटाटो भयो, स्विट कम्बाइन गरेर यसलाई मजाले म्याच गरेर किमा निकाल्ने। त्यसमा धनियाँ हाल्ने, क्युमिन पाउडर, कोरिएन्डर पाउडर, त्यस पछाडि केजुन स्पाइसी पाउडर हाल्ने यसमा। अनि हालिसकेपछि चाहिँ मजाले यसलाई के भन्छ किमा मिक्सीमा निकालेर मजाले किमा बनाउने। किमा बनिसकेपछि हामीले टिक्की बनाउने, मतलब यसको समथिङ यो तपाईँको लगभग यो 80 ग्रामको छ। यो जस्तै कोटिङ गर्दाखेरि यो समथिङ 100 ग्राम हुन्छ यो, होइन। तो हामीले यो आज यस्तो बनाएका छौँ, हाम्रो टिमहरू लागिपरेको छ। मैले आज कुछ न कुछ नयाँ बनाइरहेको छु क्या, किन भन्दाखेरि हामी यो कलर इन्डस्ट्रीमा आइसकेपछि हामीले केही न केही नयाँ बनाउनु पर्छ, होइन। किन भन्दाखेरि हामीले जबसम्म हामीले कुनै चिजहरू नयाँ ट्राई गर्दैनौँ तबसम्म हामी कुनै पनि कुराहरू सिक्दैनौँ। किनभने आज पनि एकदम टेक्नोलोजी एकदम ग्लोबल मेनु अनि त्यस पछाडि यो फ्युजन मेनु एकदम ब्याक टु ब्याक आइसकेको छ मार्केटमा। हामीले त्यो उही पुरानो मेनुलाई लिएर बसेको छौँ। हामीले नयाँ कुराहरू बनाइराख्नुपर्छ, राइट, यदि तपाईँहरूसँग समय छ भने। राइट, त म तपाईँलाई यही भन्न चाहन्छु, जो पनि यो होटल इन्डस्ट्रीमा यो जो हस्पिटालिटी इन्डस्ट्रीमा काम गर्दै हुनुहुन्छ, तपाईँले पनि नयाँ केही कुराहरू बढाउनुहोस्, राम्रो कुराहरू देखाउनुहोस्, होइन। तपाईँको नलेज जति तपाईँले अरूसँग बाँड्नुहुन्छ त्यति तपाईँको नलेज डेभलपमेन्ट हुन्छ, स्किल तपाईँको बढ्छ। र मैले बारम्बार भन्दै गरेको छु, तपाईँको स्किल कहिले पनि एक्सपायर हुँदैन। तपाईँको स्किल कसैले चोरेर पनि लग्न सक्दैन। तपाईँको स्किल तपाईँसँगै रहन्छ। अनि तपाईँले दुनियाँसँग स्किल बाँड्नु भने अझ तपाईँको स्किल के हुन्छ, निखारिन्छ, फिल्टर हुन्छ, एकदम मान्छिन्छ, तपाईँ एकदम म्याचुर बन्नुहुन्छ। राइट, हरेक कुराहरू तपाईँले जे पनि बनाउने हुनुहुन्छ, तपाईँले रेसिपी पनि सेयर गर्न सक्नुहुन्छ, आफ्नो रेसिपी। राइट, तपाईँको कुनै यस्तो चाहिँ एउटा चाहिँ क्लासिक डिस होला, तपाईँको सिग्नेचर डिस होला, आफ्नो सिग्नेचर डिस हुन्छ हरेक सेफको। राइट, त तपाईँले आफ्नो सिग्नेचर डिस बनाएर पनि हाल्न सक्नुहुन्छ, रेसिपी सेयर गर्न सक्नुहुन्छ फेसबुक मार्फत। जो तपाईँ कलर इन्डस्ट्रीमा तपाईँहरूसँग जोडिएका छन् उनीहरूलाई पनि एकदम थप एउटा मद्दत मिल्नेछ, थप एडभान्टेज मिल्नेछ, काम गर्नको लागि कुनै कुराहरूको चाहिँ सहज वातावरण बन्नेछ। म यही कुरामा म बारम्बार तपाईँलाई सजेसन गर्छु। हवस् त, धन्यवाद। मेरो भिडियोहरू हेरिराख्नु होला, मैले केही न केही बनाइरहेको छु। राइट, तपाईँहरूले केही कुराहरू सोध्नु छ, कुनै कुराहरू कन्फ्युजन लाग्छ भने डिक्लेयर म गरिदिन्छु तपाईँहरूलाई। राइट, म त्यति धेरै ठुलो सेप त होइन, र पनि म ऱ्यान्डमली सिक्दैछु। म अझै पनि म लर्निङ पिरियडमा छु। यो चाहिँ युनिभर्सिटीमा हामी सिक्न आएको हो, सिकिरहनुपर्छ। यो मेरो चाहिँ पर्सनल धारणा हो। चलो, ओके, थ्याङ्क यू सेफ। धन्यवाद।